लोकप्रिय गायिका अझ विशेष भजन गायिका भनेर चिनिने पाल्पा जिल्लामा जन्म सँगसँगै नवलपुर जिल्लामा यहाँको कर्मथलो बनाएर अगाडि बढिरहनु हुने आदरणीय सुरुचि न्यौपाने दिदीलाई म सधैँ निवेदन गर्न चाहन्छु साथै मिठो अनि छोटो अनि उत्कृष्ट प्रस्तुतिको लागि यसपछि भने हाम्रो आजकी मुख्य आकर्षक अस्मिता डल्लाकोटीजी तयारी अवस्थामा रहिदिनु हुनको लागि सधैँ निवेदन गर्दछु। सुरुचि आदरणीय दिदीको लागि जोरदार ताली चाहिँ हाम्रो नवलपुरबाट। धन्यवाद। धन्यवाद राशि बहिनीलाई। नमस्कार सबैजनालाई। अस्ति पनि म आएको थिएँ नि, अस्ति पनि आएको, आज पनि आएको। अस्तिको दर्शक आज नआउनु होला, आजको दर्शक अस्ति हुनुहुन्थेन। मेरो प्रस्तुति लगभग नयाँ हुन्छ जस्तो छ। सर्वप्रथम त आजको हाम्रो कार्यक्रमको यो मध्यबिन्दु महोत्सवको सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू, मञ्चमा आसीन सम्पूर्ण अतिथिज्यूहरू अनि मेरो समादरणीय मेरो आत्मीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरू के नाता हुनुहुन्छ, सोल्टा सोल्टी दिदी बहिनी भाउजू नन्द अमाजु सबै हुनुहुन्छ नि, बुवा आमा जे जति हुनुहुन्छ हजुरहरू सबैलाई मेरो एकदमै धेरै सम्मान छ है। म त आज धेरै गीत गाउन राष्ट्रिय कलाकार आउनु भएको छ। राष्ट्रिय कलाकार आएको ठाउँमा मेरो प्रस्तुति म त स्थानीय सानो कलाकार भनेर चिनिन्छु, भजन गायिका भनेर। तर पनि मैले यस्तो राष्ट्रिय कलाकार आएको बेलामा म तपाईँहरूको मनोरञ्जन बर्बाद गर्दिनँ। हाम्रो अस्मिता बहिनी आउनु भएको छ, तपाईँहरूलाई भरपुर मनोरञ्जन दिनको लागि मैले थोरै भजन गाएर तपाईँहरू समक्ष बिदा हुन्छु। म सुनिदिनुहोस् है त भजन। सबै नाच्नुपर्छ, ताली बजाउनुपर्छ है। हे हरि नजपियो सीताराम, नजपियो भोला, नजपियो सीताराम, नजपियो भोला। पछि रामले सोधे भने के बताउने होला, खाली बसे के काम भजौ राम राम, खाली बसे के काम, खाली बसे के काम भजौ राम राम, खाली बसे के काम, खाली बसे के काम। नाच्न आउनु न सबैजना, नाच्नु तपाईँहरू पनि नाच्नु न। भजौ राम राम, भजौ बसे के काम, खाली बसे के काम भजौ राम राम, खाली बसे के काम, खाली बसे के काम भजौ राम।